पनि गर्नु होला सबैजनालाई चाहिँ सबैजनालाई चाहिँ अब कति वर्षपछि फेरि आउँदैछु यहाँ कस्तो खुसी भयो सबैजनालाई देखेर धेरै 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 धन्यवाद सबैजनाको प्रार्थनाले गर्दा म आज यसरी आएको छु फेरि पनि म पहिला सानैदेखि यहाँ सबैभन्दा धेरै मेरो चाइल्डहुड मेमोरी चाहिँ यो चर्चको एराउन्ड नवलपरासीको एराउन्ड छ क्या सानो बच्चादेखि केही न केही यहाँ भइरहेको थियो हामी चर्चमा आउँथ्यौँ सानो बच्चादेखि बेला यहाँ रम्सी बजाउँथ्यो कहिलेकाहीँ कस्तो सबै मेमोरिजहरू एकदम रिकल भइरहेको कि म पहिला यहाँ यसरी आउँथेँ यस्तो गर्थेँ उस्तो गर्थेँ धेरै 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 धन्यवाद म सोमा हुँदै गर्दाखेरि आमाले भन्नुहुन्थ्यो मेरो लागि फास्टिङ बस्नु भयो प्रेयर्सहरू भइरहेको सबैजना मिलेर भनेर धेरै 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 मनदेखि एकदमै धेरै धन्यवाद तपाईँहरूको प्रार्थनाले गर्दा म आज धेरै कहाँ पुगिसक्यो त्यही भएर धेरै 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 धन्यवाद सबैजनाको मण्डली परिवारहरूलाई स्पेसल थ्याङ्क यू त्यो चर्चको टिम सबैजना कस्तो खुसी लाग्यो बोलिराख्न मन लाग्छ मलाई यहाँ यसो अगाडि आएपछि एकदम हुन्छ नि एकदम धेरै थ्याङ्कफुल के सबै चिजको लागि म सोमा हुँदै गर्दाखेरि घटाउनु मेरो धेरै चिजहरू भइरहन्थ्यो कि भन्नाले सोमा त्यो तपाईँहरूले टिममा हेर्दाखेरि मात्रै कस्तो रमाइलो आहा नाचिरह भेटिरह भन्ने हुन्छ तर भित्र चाहिँ अलिकति एकदमै धेरै स्ट्रेसफुल हुन्छ अनि त्यसको मैले चाहिँ आफ्नो फ्यामिली मेम्बर्सहरूलाई चाहिँ भन्न मम्मीले यस्तो गाह्रो भयो म त रोइदिन्छु जस्तो हुन्थ्यो अनि बट देन प्रेयर्सले चाहिँ एकदम धेरै साथ दिइरहेको थियो मेरो रिसेन्ट सोमा पनि अलिकति धेरै गाह्रो भइरहेको थियो कि अनि साइबटुनमा मेरो आमाले एकदमै धेरै प्रेयर्स गर्नुभएको थियो अनि मैले आमालाई नै बोलाएँ उहाँ अनि त्यसपछि यस भेरी 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 थ्याङ्कफुल टु एभ्री वान एकदमै एकदमै एकदम धेरै खुसी लाग्यो मलाई यहाँ आएर म आइरहन्छु अलि लेट भयो तर म आइरहन्छु फेरि पछि पनि आज चाहिँ खुसी लाग्यो एकदम धेरै धन्यवाद